धनु राशिको लागि 2082 साल के कस्तो रहेको छ त्यसबारे जानकारी लिएर यो भिडियो बनाउन गइरहेको छु। हजुरहरूको पनि नामको पहिलो अक्षर ए यो भा भी भू ध फा ढा भे अक्षरबाट सुरु हुन्छ भने हजुरहरूको पनि धनु राशि रहनेछ। धनु राशिको लागि 2082 साल मध्यम समय रहेको छ। विशेष गरी व्यापार व्यवसायबाट लाभ देखाएको छ। सामान्य सफलताहरू पनि मिल्ने देखाएको छ भने माङ्गलिक कार्यहरू पनि हुने देखाएको छ। शैक्षिक क्षेत्रमा सफलता देखाएको छ। अल्झिएर रहेका कामहरूमा सफलता देखाएको छ। समस्याहरू समाधान हुने देखाएको छन् भने अढैया शनिको आगमनले विशेष गरी अनावश्यक तनावहरू बेहोर्न पर्ने पनि देखाइरहेको छ। सावधान रहनुहोला। भौतिक साधनहरूमा व्यय हुन सक्छ। दाम्पत्य जीवनमा तनाव उत्पन्न हुन सक्छ भने सन्तानहरूबाट चाहिँ सहयोग मिल्ने नै देखाएको छ। चिकित्सा तथा प्राविधिक क्षेत्रहरूमा सफलता देखाएको छ। न्यायिक कार्यमा खर्च अलिक बढी हुने देखाएको छ। 2082 साल धनु राशिको लागि विशेष गरी मान्यजनहरूको स्वास्थ्यमा अलिक पीडा हुन सक्छ। मानसिक रूपमा अशान्ति हुन सक्छ। हाड जोर्नीहरूमा समस्या आउन सक्छ। त्यसको लागि चाहिँ शनिको शान्ति, भद्रकाली र हनुमानको आराधना गर्न चाहिँ विशेष गरी आराधना गर्दा चाहिँ सफलता मिल्ने देखाएको छ। धनु राशिको लागि 2082 साल शुभ बितोस्, शुभ दिन, शुभ समय।